होल्डिङ सेन्टरमा सुकुम्बासीलाई अमानवीय व्यवहार, संसदीय समितिको आपत्ति। प्रधानमन्त्री शाह संसदप्रति गैर जिम्मेवार, मार्ग प्रशस्त गर्न हर्कराज राईको माग। विद्या भण्डारीको सदस्यता खुल्यो तर तत्काल महत्त्वपूर्ण जिम्मेवारी नदिने ओलीको रणनीति। प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजनको सङ्कटमा, बाबुराम र सन्तोष बीच वैचारिक टकराव। सभामुख अर्यालद्वारा संसदीय मर्यादा उल्लङ्घन, प्रतिपक्ष कङ्ग्रेसको गम्भीर आरोप। एमाले पदाधिकारीको वरियता निर्धारण प्रस्ताव, योगेश तेस्रो, महेश 9औं स्थानमा। चौतर्फी विवादपछि मीन बहादुर गुरुङले दान दिएको जग्गा र भवन फिर्ता गर्ने एमालेको निर्णय। नो फाइल अभियान र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्यायो। सांसद खुशबु ओली, दूध र उखु किसानको बक्यौता रोकिँदा आँसु, 15 दिनभित्र भुक्तानीको कानुनी ग्यारेन्टी माग। र प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलहरूद्वारा संसद अवरोध। राष्ट्रिय सभाका सांसदहरूले काठमाडौँका विस्थापित सुकुम्बासीलाई नागार्जुनको इचुङ्गी स्थित होल्डिङ सेन्टरमा न्यूनतम व्यवस्था र वैकल्पिक पुनर्स्थापना बिना अमानवीय ढङ्गले राखेको आरोप लगाएका छन्। अनुगमनका क्रममा विस्थापितहरूको अवस्था दयनीय पाइएको भन्दै सांसदहरूले सर्वोच्च अदालतको आदेश विपरीत सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको भन्दै राजीनामा माग गरेका छन्। रक्षा, गृह र सीमा सुरक्षा जस्ता संवेदनशील विषयमा सांसदहरूले उठाएका प्रश्नको उत्तर नदिएर प्रधानमन्त्रीले संसदको गरिमामाथि धावा बोलेको भन्दै अध्यक्ष राईले तत्काल मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण टुटेको सदस्यता खुला गर्ने निर्णय गरे पनि अध्यक्ष केपी शर्मा ओली उनलाई तत्कालै कुनै महत्त्वपूर्ण जिम्मेवारी दिने पक्षमा छैनन्। पार्टीभित्र ओलीको कार्यशैलीप्रति असन्तुष्टि बढिरहेका बेला भण्डारीलाई जिम्मेवारी दिने वा नयाँ सदस्यताका आधारमा मात्र अघि बढाउने भन्नेमा ठोस छलफल हुन बाँकी छ। नयाँ समाजवादी लोकतन्त्र सम्बन्धी राजनीतिक दस्तावेज र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रतिको दृष्टिकोणलाई लिएर प्रगतिशील र लोकतान्त्रिक पार्टी विभाजनको डिलमा पुगेको छ। संरक्षक डाक्टर बाबुराम भट्टराई समूहले अध्यक्ष सन्तोष परियारको परिपत्र स्वीकार गर्दै असन्तुष्टि जनाएपछि अध्यक्ष परियारले भट्टराईमा वैचारिक विचलन देखिएकाले शुभकामनासहित विदाई गरिएको प्रष्टीकरण दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले सभामुख डोल प्रसाद अर्याल स्वयंले संसदीय मर्यादा उल्लङ्घन गरिरहेको आरोप लगाएका छन्। कङ्ग्रेस सचेतक निष्कल राईले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन प्रतिपक्षले गरेको प्रयासमा सभामुखले साथ नदिएको गुनासो गरेका छन्। विगतमा आफैले बेल घेराउ गर्ने सभामुखले अहिले सांसदहरूको शान्तिपूर्ण विरोधमा प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरियता निर्धारण सम्बन्धी नयाँ प्रस्ताव अगाडि बढाइएको छ। उक्त प्रस्ताव अनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा र पहिलो सचिवमा छविलाल विश्वकर्मा रहेका छन्। त्यस्तै 3 उपमहासचिव मध्ये योगेश भट्टराई तेस्रो वरियतामा र 9 जना सचिवहरूमध्ये महेश बस्नेत 9औं स्थानमा समेटिएका छन्। व्यवसायी मीन बहादुर गुरुङ दम्पतिले अनुदानमा बनाइदिएको भनिएको पार्टी कार्यालय भवन र जग्गा नलिने निर्णय नेकपा एमालेले गरेको छ। गुरुङको दान लिने निर्णयले पार्टीभित्र र बाहिर ठूलो विवाद निम्त्याएपछि सचिवालय बैठकले उक्त प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र अब मदन नगर वल्खुमै आफ्नै नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ। राप्रपा प्रमुख सचेतक खुशबु ओलीले स्थानीय र प्रदेश तहको वित्तीय समानीकरण अनुदानमा भइरहेको 10 देखि 15% को कटौतीप्रति सरकारको ध्यानकर्षण गराएकी छन्। सरकारको नो फाइल अभियान र अनुदान कटौतीको विरोधाभासपूर्ण नीतिले संवैधानिक संस्थाको स्वायत्तता, संघीयताको मर्म र सुशासनमा गम्भीर बाधा पुर्याएको तथा विकास आयोजनाहरूको भुक्तानी रोकिएको उनको तर्क रहेको छ। रासोपाकी सांसद लिमा अधिकारीले देशभरका उखु, दूध र धान उत्पादन किसानहरूले महिनौसम्म पसिनाको मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या परेको भन्दै संसदको ध्यानकर्षण गराएकी छिन्। मकवानपुरका दूध किसानले मात्रै 14 करोड भन्दा बढी भुक्तानी बाँकी रहेको उल्लेख गर्दै उनले किसानको भुक्तानी 15 दिनभित्र अनिवार्य फर्चेट हुने कानुनी ग्यारेन्टी गर्न माग गरेकी छन्। र प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले नियम 56 बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता हुने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्। लिपुलेक सुकुम्बासी समस्या र डीडीसीले किसानलाई तिर्नुपर्ने करोडौं बक्यताका विषयमा प्रधानमन्त्रीले प्रश्न छल्न खोजेको भन्दै प्रधानमन्त्री उपस्थित नभएसम्म सदनमा विरोध जारी रहने चेतावनी दिएका छन्।